नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईँलाई भन्छु यो जुन प्रोजेक्टको बारेमा मैले भिडियो बनाइरहेको छु यो प्रोजेक्ट चाहिँ किन राम्रो छ भनेर। तपाईँले यदि प्रपर्टी किन्न खोज्नुहुन्छ भने तपाईँहरूले के कुराहरू हेर्नुहुन्छ त? लोकेसन, प्राइस अनुसार साइज र डेभलपर, पेमेन्ट प्लान हो कि हैन, यो सबै कुरा हेर्नुहुन्छ। र मोस्टली तपाईँले यो सबै कुरा एकैचोटि पाउँदैन। कहिले प्राइस राम्रो हुन्छ तर साइज सानो हुन्छ, कहिले प्राइस नि राम्रो साइज नि राम्रो तर डेभलपर राम्रो हुँदैन। तर जुन प्रोजेक्ट मैले भन्दैछु त्यो प्रोजेक्टमा चाहिँ तपाईँले सबै कुरा पाउनुहुन्छ। भनेको तपाईँको प्राइसको कुरा गर्दाखेरि तपाईँले 1 मिलियन भन्दा नि मुनिको प्राइसमा 1 बेडरुम अपार्टमेन्ट पाउनुहुन्छ, त्यही पनि साइज पनि ठुलो। अनि तपाईँ डेभलपरको कुरा गर्नुहुन्छ भने सेमी गभर्मेन्ट डेभलपर हो। अनि तपाईँ पेमेन्ट प्लानको कुरा गर्नुहुन्छ भने 30-70, तपाईँलाई 30% पे गर्नलाई तपाईँसँग 4 साल हुन्छ। तपाईँले 10% डाउन पेमेन्ट गर्नुहुन्छ अनि बाँकी रहेको 20% तपाईँले एभ्री इयर 5% गर्दै 4 सालमा तपाईँले तिर्न पर्ने हुन्छ। अनि जुन यो 70% हुन्छ नि त्यो चाहिँ तपाईँले मोर्गेजबाट नि तिर्न सक्नुहुन्छ मन्थली इन्स्टलमेन्टमा, कि त तपाईँले त्यो प्रपर्टी रेडी भएपछि रेन्टमा दिनुहोस्, रेन्टको जुन इन्कम हुन्छ त्यही इन्कमले तपाईँले मोर्गेज नि पे गर्न सक्नुहुन्छ। तपाईँको रेन्टको कुरा गर्दाखेरि अहिले त्यो लोकेसनमा तपाईँको 70,000 दिरहम पर इयर चलिरहेको छ, 70,000 दिरहम। अपकमिङ 4 सालमा त अभियसली रेन्ट पनि बढ्छ अनि तपाईँको प्रपर्टीको भ्यालु पनि बढ्छ। र वर्स्ट केस सिनारियो तपाईँको प्रपर्टी बेच्न पर्यो भने 4 सालपछि तपाईँले अहिलेको करेन्ट सिचुएसन है, करेन्ट सेकेन्डरी मार्केटको प्राइसमा बेच्नुहुन्छ भने पनि यो चाहिँ वर्स्ट केस सिनारियो है। तपाईँको अहिले सेकेन्डरी मार्केटको प्राइसमा बेच्नुहुन्छ भने तपाईँले 1.2 या 1.1 मिलियनमा इजिली बेच्न सक्नुहुन्छ र 2 लाखको त इजिली प्रफिट। वर्स्ट केस सिनारियोमा पनि तपाईँले 2 लाखको इजिली प्रफिट कमाउन सक्नुहुन्छ यो प्रोजेक्टबाट। अनि हाम्रै कम्पनीबाट CEO, VP र मोर देन 10 जना मान्छेले यहाँनिर प्रपर्टी पहिले बुक गरिसक्यो। किन त उनीहरू त झन् जसलाई प्रपर्टीको बारेमा केही थाहा छैन, उनीहरू त झन् एकदमै एक्सपिरियन्स, उनीहरूको जिन्दगी नै यही हो इन्भेस्टमेन्ट, प्रपर्टीहरू अरूहरूलाई कहाँ किन्नुपर्छ, कसरी किन्नुपर्छ सबै कुरा भन्ने मान्छेहरूले नै यो प्रपर्टी किनिरहेछ। किनभने उनीहरूलाई पनि थाहा छ कि यस्तो अपर्च्युनिटी पछि आउँदैन, यस्तो पेमेन्ट प्लान, यस्तो लाइक लोकेसन, यस्तो डेभलपर, यस्तो साइज पछि आउँदैन। त्यही भएर उनीहरूले नि अहिले जुन यो प्रोजेक्ट छ त्यसमा इन्भेस्ट गरिरहेछ। कसैले घर किन्न सकेको थिएन पहिला भने अहिले